तिमीलाई पिटा मङ्गलले पा भुच्चे भन्छस् जुगेर नि त भुच्ची नै त हो नि त भुच्ची पिटम मैं ये आया म अब यो भिडियो बनाइन्छु ड्याडीलाई पठाइदिन्छु म। हेलो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ यस्तो मर्निङमा म चाहिँ मर्निङ वाकको लागि भनेर यस्तो खतरनाक ठाउँमा आइसकेको छु। म चाहिँ वहाँबाट आइरहेको छु, वहाँबाट आएर यताबाट उक्लिएर यहाँ चाहिँ मन्दिर भएको ठाउँ हो र यहाँबाट चारैतिर राम्रो भ्यू देखिन्छ उचाइमा भएको ठाउँ भएर। हुन त बल्ल अहिले 7 बजेको छ बिहानको, अनि रमाइलो भइरहेछ। त्यति साह्रो गर्मी त थोरै घाम माथि पुगेर गर्मी त बनाइरहेको छ। यो भिडियो चाहिँ स्पेसली गधाहरूलाई हो डेडिकेट गरेर, किनकि तिनीहरू बिहान बिहान हिँड्दैनन् डुल्दैनन्। फर इक्जाम्पल आई एम दाहाल भन्ने सुशील मान्छे, त्यो अहिले कुनै कता सुतेर बसेछ कि के गरेछ, बिहान बिहान हिँडे त यस्तो राम्रो भ्यूमा हिँड्न पाउँथ्यो होला, देख्न पाउँथ्यो होला। भुँडी मात्रै लिएको छ, भुँडी घटाउँदैन। त्यही भएर यो भिडियो चाहिँ ती सबै अल्छे साथीहरूलाई जो बिहान बिहानमै उठेर मर्निङ वाक गर्दैनन्, एक्सर्साइज गर्दैनन्, तिनीहरूलाई डेडिकेट गरेर अबदेखि हिँड डुल भन्नलाई यो भिडियो तयार छ। अर्को कुरा भनेको चाहिँ यहाँ चाहिँ साउन्ड हेर्न, सुन न भाइहरू, आनन्दको चराहरूको। के मिल्छ? कपडा झुन्डाउन मिल्दैन? कसले भन्यो? यहाँ आउ न। के गरेको तिमीले? काम गरेको? के काम हो र त्यस्तो? यत्रो बजे भनेको त कहाँ अट्छ त नि त्यस्तो सानोमा। यो हाल न, यो हाल त। अनि त्यो झन् यो ठुलो मिल्छ त हाल्न? सानो हाल नि, यस्तो सानो हाल। उठ त, एउटा कुरा भन्छु कि तिमीलाई, गोप्य कुरा। यहाँ सुन के भन्छौ? तपाईँलाई के भन्नुहुन्छ? तिमीलाई पिटा मङ्गलले पिर्छु न पा भुच्चे भुच्चे भन्छस् भन्छु के नि त भुच्ची नै त हो नि त भुच्ची पिटम मैं ये आया म अब यो भिडियो बनाइन्छु ड्याडीलाई पठाइदिन्छु म। तिम्रो ड्याडीलाई पठाइदिन्छु, अनि तिम्रो ड्याडीले फोन गरेर तिमीलाई गाली गर्नुहुन्छ अङ्कललाई त्यसरी हान्ने भनेर। पठाइदिन्छु है ल। Myself wondering what did happen to the last 10. I ran away with my life, fast forward, never turn back again. अहिले चाहिँ यस्तो खतरा मौसम, बेस्ट मौसम भइरहेको छ यहाँ, र यो मौसम चाहिँ मेरो फेभरेट मौसम हो। सबै आकाशहरू सबै खुल्ला हुन्छ यो समयमा चाहिँ। म अहिले चाहिँ कुत्रुकेटी पाइन्छ कि भनेर कुत्रुकेटी टिप्नको लागि खेतमा हिँड्दैछु नि त। यहाँ आरू पखाडा फल्ने सिजन त हो, पाकिसकेको त रहन्छ, त अर्को हप्ता चाहिँ मजाले पाक्नेवाला छ। काच्यो भने एउटा चाखौँ। अब ल यहाँ अलिअलि रातो देखेँ एक ठाउँमा, यो चाहिँ खाइदिउँ है त ल। यो खाएर ओ माथि त रहेछ एउटा चाहिँ भेटेँ मैले पाकेको। यहाँनिर चाहिँ एउटा पाके रहेछ राम्रै। ओइ हत्तेरिका ल, यत्तिकै होइन अमिलो। यो अलिअलि पनि मिठो हुन्छ क्या भाइजो, तर 1-2 मिठो त पाइन्थ्यो कि पहिला त। यहाँनिर हुन्छ थाहा नै हुन्न क्या, अब यस्तो कुनामा कता हुन्छ टुलुक्क हेरेर बसेको हुन्छ। गएर जोत्नै पर्छ क्या हो, बिक्यो नि यता त। तर हुने एरिया नै यही हो कि
आइसोलो नि छैन। यो मौसममा चाहिँ घरतिर आउन नि एकदम बढिया छ क्या। तर मेरो फेभरेट मौसम भने यही हो। बेस्ट मौसममा बल्ल घुम्नलाई चाहिँ अब ठिक हुने हो के अरे घुमे त। Life lessons come with me, happen here. I can't be too sure, but one day I'll be yours. गुहेलेको बुटन रहेछ त्यहाँ त। गुहेलेको बुट होइन र यो फल्दैन। Life lessons come one in a dozen. The other 11 get something from nothing. Life lessons come one in a dozen. The other 11 get something from nothing. Life lessons come one in a dozen. The other 11 get something from उतिरको त एउटा पनि भेटिएन कि। त्यहाँ यो भब्रेटा त पहिला त मजाले पाइन्थ्यो कि। यता माथि नि एक फेरि आएर एक छाक त मजाले लिएर गएको थियो कि। पोहोर हो कि परार भिरबारी कहाँनिर ए घरतिरै जाऊँ। जे भए पनि आजको कुत्रुके खोज्ने प्रयास चाहिँ थियो तर पनि पाइएन। यो भिडियोलाई अहिले यहीँ अन्त्य गर्दै फेरि पनि छिटो भेटौँला। तबसम्मलाई भिडियो यहाँसम्म हेर्नुभयो भने लाइक गर्नुहोस् र च्यानलमा नयाँ हुनुहुन्छ भने पनि धेरै सब्सक्राइब गर्नुहोस्। बाई।